पापड चाहिँ मनपर्छ है पापड त फेभरेट मनपर्ने ल खसीको मासु झोल पनि अलिअलि हालेर खानु मिठो छ पुग्यो हो ल भयो ल अनि 30 वर्ष अगाडि बौद्ध जाँदा चाहिँ तपाईँ कोसँग गएको एक्लै गएको एकलाई ए भोलि जाउँला है त यसो यति बजेतिर हुँदैन हुन्छ ल ती बसिरहनु न आज जहाँ बस्यो ल ल यो गन्जी पनि ठिक छ नि त यो टी सर्ट त ठिक छ नि है ठिक छ ठिक छ